हाई एभ्रिवान, सन्चै हुनुहुन्छ? अनि मामुहरू, यो मेरो ब्याकग्राउन्डलाई देखेर नझुकिनु होला। मैले कुनै डाइपरको बिजनेस गर्न लागेको पनि होइन है। यो चाहिँ मेरो बेबीको पर्सनल युज गरेको, मैले आजसम्म मेरो बेबीलाई युज गरेको डाइपरहरूको रिभ्यूहरू हजुरहरूले चाहिँ हेरिसक्नु भएको होला। मैले यो डाइपरहरू मेरो बेबीलाई युज गरिरहेको थिएँ। अनि योमा चाहिँ मैले 2टा डाइपर थपेको छु, नयाँ डाइपर। यो मेरो बेबीले अहिले समाइराख्नु भएको कडल्स डाइपर र एउटा क्यू डाइपर भन्ने आएको छ। त्यो डाइपर, यो 2टा डाइपर चाहिँ मेरो बेबीको लागि नयाँ डाइपर हो, युज गरिरहेको छु अहिले। मैले पहिला आफ्नो बेबीलाई युज गर्छु कस्तो हुन्छ भनेर, अनि बल्ल मैले रिभ्यू राख्छु। किनकि मैले आफ्नो बेबीलाई युज नगरेसम्म मैले यत्तिकै यो हावातालमा चाहिँ कहिले पनि भिडियो राख्दैन। मान्छेहरूले धेरैले सोध्नुहुन्छ, हजुरले चाहिँ डाइपरको भिडियो राख्नुहुन्छ, युज गरेर राख्नुहुन्छ कि यत्तिकै पिआर प्याकेज आउँछ अनि हजुरले यत्तिकै राखिदिनुहुन्छ भन्नुहुन्छ। त्यो चाहिँ होइन है साथीहरू। मैले चाहिँ मेरो बेबीलाई पहिला युज गरेर अनि मैले बल्ल भिडियो राख्छु। राम्रो भए राम्रो भन्छु, नराम्रो भए नराम्रो नै भनिदिन्छु। अनि मैले चाहिँ अहिले चाहिँ यो क्यू डाइपर युज गरेर राखेको छु मेरो बेबीको लागि। यो डाइपरको चाहिँ म छिट्टै रिभ्यू भिडियो लिएर आउनेछु कस्तो छ भनेर। मैले चाहिँ 2 दिन जति भयो युज गर्न लागेको। मैले चाहिँ अलि राम्रोसँग युज गरेर बल्ल भिडियो। अनि मामुहरू, तपाईँले चाहिँ आफ्नो बेबीलाई कुन कुन ब्रान्डको डाइपरहरू युज गर्नुभयो? मैले चाहिँ यति धेरै ब्रान्डको डाइपरहरू युज गरिसकेको छु है, तर मैले राम्रो जुन मेरो बेबीलाई सुट भयो त्यसको मात्रै भिडियो राख्छु। थ्याङ्क यू फर वाचिङ।